सिकाउनु पर्यो नि सासू त्यो जनिसलाई छुट्टा दे पछि हाल्नु ल हाम्रो लक्ष्मी बुहारीले पाथी भर्दैछिन् है सबैजनाले हेर्नु त उतो जनिस सुपारी हाल्ने हैन टन्नै पाथी भरे जस्तै घर पनि भो सधैँभरि घर पनि यसै गरी भरियोस् पाथी भरे जस्तै कतिपल्ट भयो एक भयो सासूले नै भेटाइदिने के फेरि हाम्रो दिदी कम बाठी हैसिन्छ सुनको पैसा खोइ सुन बेटा आएन अझसम्म सबै भेट्यो सुन भेटिएन भेट्यो ल चबाउनु हुन्छ खाना खाएपछि भेटाइन बुहारीले पनि भेटाइन ल सुन चाहिँ बुहारीले भेटाइन सुन त बुहारीले भेटाइन सुन चाहिँ बुहारीले भेटाइन जन भेट्यो हो मिली मिली भेट्यो मिली मिली भेट्यो ल फेरि भर्नु त बुहारी त्यो पैसा त हाम्रो भेटाइ त्यो सासुरा लगे मैले भनेको कुरा हामी बुझ्नु नि खेलाएर बुहारी पैसा त आफै लिए सासु त कताजनाले पैसा थामै बुहारी पैसा थामै ल छिटो बुहारी छिटो कि सासू छिटो ल बुहारी छिटो कि सासू छिटो भेटियो कतिवटा हालिसक्यो चारवटा दुईवटा भाग लगाइसक्यो होला ल कहाँ गयो भने त्यो नाङ्लोमा अलि साइडको पनि सोध्नु पर्यो क्या साइडतिर लुकेको कि स्टिल पनि आउन थाल्यो गुरु कहाँ लुकेको नि 50 पैसा धान दिदी धान चामल हुने बेला भइसक्यो के हो भेटिँदैन त हामीलाई प्लास्टिकको लागेको छ लुगा प्लास्टिकको ट्याङ्कीको पानी खा चारवटा थियो कि थिएन पहिला प्लास्टिकको थालमा भरौँ दिदी तिनजना छ भोलि चाल्नुले चाल्नुपर्छ भरौँ जहाँ छ घरमै छ अर्को पटक भेटाउनै पर्छ फेरि होइन यहाँबाट हेर्नु न धान चामल हेर्दाखेरि धान त टिप्न जान्नुहुन्छ होला हो त्यतिखेर त्यस्तै गरी हेर्नु त भेटिहाल्छन् कि नाङ्लोमा तल यस्तो सुकेको छ जस्तो लाग्यो क्या त्यो तल नाङ्लोमा टाँस्यो क्या हजुरहरू हामीलाई छोडेर जानुभयो हामी पनि आयौँ नि मैले आएपछि थाहा पाएँ म त 1 घन्टा लुगा फेराउनु बेला आइपुगेको तिनचोटिमा बाठी भइहाल्यो नि बुहारी यस्तो थोरै गरेर सार्नु छेउबाट थोरै गरेर सार्नु न दिदीको त पक्ष लिनु पर्यो नि त भेटाइन के गर्नु मेरो खिच्न कि
अहिले हामी कतिजना दिदी हामी 5 दिदी के हामी जाने आले नि दिदी हामी 5 दिदी खिच्नु पनि फोटो त्यो फोटो खिच्नु नमान्नु